सुन पाएपछि नुन्न भुल्नु मान्छे भुले गुण भुल्नु ए बैगुनी तिमी हाँस बैगुनी ए बैगुनी तिमी हाँस बैगुनी। सो चेपाङ्ने नानीले त देश खर्लापै खायो त हो है। सुन्नुभयो नि उहाँको भोकल पनि कति मिठास छ है। यस्तो लाग्छ मलाई त एकदम चलेको सिङ्गरहरूको भोइसलाई पनि उहाँले चाहिँ मजाले तकरिन सक्नुहुन्छ जस्तो लाग्छ कि है। उहाँलाई सबैको साथ सहयोग मिलोस् भन्न चाहन्छु। अनि हजुरहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिनु।